नमस्कार हजुरहरुलाई स्वागत छ मेरो ओएमजी हबी युट्युब च्यानलमा। म अभिषेक सुवेदी तपाईहरुलाई आज मैले लिएर आएको छु नयाँ भिडियो। यत्रो समयसम्म म कता गए होला एकछिन गेस गर्नु त। म कतै गएको थिएन, म घरमै थिए। अलिअलि काममा बिजी थिए, त्यही भएर तपाईहरुको लागि नयाँ भिडियो रेडी गर्दै थिए। आजको मेरो भिडियोको बारेमा त थाहा पाउनु भयो होला नि। शिवरात्रि किन मनाइन्छ थाहा छ तपाईलाई? थाहा छ भने एक्सिलेन्ट, थाहा छैन भने म भन्छु नि, ढुक्क बस्नुस्। श्रीमद् भागवतममा शिवजीको परिचय यसरी दिएको छ। निम्न गाना यथा गंगा देवानाम अच्युतो यथा, अर्थात् नदीहरुमा सर्वश्रेष्ठ हुनुहुन्छ गंगा माता। नदीहरु त धेरै छन्, त्यसमा सर्वश्रेष्ठ छ गंगा नदी। त्यसैगरी वैष्णवहरुमा सर्वश्रेष्ठ हुनुहुन्छ शिवजी। प्रलयको समयमा यसै दिन शिवजीले ताण्डव गर्दा गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट भस्म गरिदिनुहुन्छ। यसैले यो दिनलाई महाशिवरात्रि र जलरात्रि भनिन्छ। यस दिन शंकर भगवानको विवाह पनि भएको थियो। त्यसैले रातमा भोले भण्डारीको बारात पनि निकालिन्छ। शिवजी यस भौतिक जगतको नियन्त्रक पनि हुनुहुन्छ। ब्रह्म संहिताको अनुसार ब्रह्माजी भन्नुहुन्छ जसरी दही दूधको विकृत स्वरूप हो, त्यसैगरी शिवजी पनि यस भौतिक जगतको नियन्त्रकको रूपमा ब्रह्मा र विष्णुको साथमा सृष्टिको सञ्चालनमा सहायता गर्नुहुन्छ। ब्रह्मा विष्णु महेश रजो सतो तमो गुणबाट भौतिक जगतको व्यवस्था चलाउनुहुन्छ। अनि सुन्नुस् त, उखु खाना चाहिँ नबिर्सनु है, मैले पनि खाने हो नि। यो त भयो महाशिवरात्रिको कथा। अनि अर्को प्रश्न है, के तपाईलाई लाग्छ शिवजीले नशा गर्नुहुन्छ? पुरै शिव पुराण पढ्नुस्, पुरै भागवत पुराण पढ्नुस्, सबै वेद पढ्नुस्, अहिलेसम्म कतै पनि भनिएको छैन शिवजीले भाङ पिउनुहुन्छ भनेर। त्यसैले भगवानको असल भक्त बनौं, अनि बल्ल पो भगवानले माया गर्नुहुन्छ नि। आजको लागि ओएमजी हबीको भिडियो यति नै। मन त पक्कै पर्यो तपाईलाई? मन पराइराख्नुस्, माया गरिराख्नुस्। आजलाई यति नै, बाइ बाइ।